नमस्ते। अदालतमा न्याय माग्न जाँदा आफू सही छु भन्ने लाग्दैमा मात्रै सबै कुरा पुग्छ त? पुग्दैन। त्यहाँ तीनवटा यस्ता आधारस्तम्भहरू छन् जसलाई पार नगरी न्यायको ढोका नै खोल्दैन। आउनुहोस् आज तिनै तीन महत्त्वपूर्ण सिद्धान्तहरूलाई एकदमै सरल भाषामा बुझौँ। आजको हाम्रो यो विश्लेषणमा हामी केही मुख्य कुराहरूमा केन्द्रित हुनेछौँ, जस्तै न्यायका ती तीन आधारस्तम्भहरू आखिर के हुन्, मुद्दा लिएर कुन अदालत जाने अनि कहिलेसम्म जानुपर्छ, के जोसुकैले मुद्दा हाल्न पाउँछ त, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी सबैले न्याय पाउने प्रक्रियामा कस्तो असर पार्छ भनेर पनि हामी हेर्नेछौँ। ल त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। आउनुहोस् बुझौँ न्यायका यी तीन आधारस्तम्भहरू के हुन् र यिनले कसरी हाम्रो कानुनी प्रक्रियाको जग बसाल्छन्। कहिले सोच्नु भएको छ अदालतमा मुद्दा हाल्न साँच्चीकै के चाहिन्छ? आफूलाई अन्याय भयो र म सही छु भन्ने भावना मात्रै पर्याप्त होला त? खासमा त्यतिले मात्र पुग्दैन। न्याय पाउनका लागि कुनै पनि मुद्दाले अदालतभित्र छिर्नु अघि तीनवटा एकदमै महत्त्वपूर्ण जाँचहरू पार गर्नुपर्ने हुन्छ। यिनलाई यस्तो ढोका सम्झिनुहोस् जुन पार नगरी मुद्दाको भित्री कथामाथि त सुनवाई नै सुरु हुँदैन। हो, यिनै हुन् न्यायका तीन द्वारपाल। पहिलो क्षेत्राधिकार अर्थात् सही अदालत, दोस्रो हदम्याद अर्थात् सही समय, र तेस्रो हकदैया अर्थात् सही व्यक्ति। ल अब यी प्रत्येक ढोकालाई अघि नजिकबाट निहालौँ है त। हाम्रो पहिलो द्वारपाल हो क्षेत्राधिकार। यसले न्याय खोज्ने यात्राको सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जवाब दिन्छ। मुद्दा लिएर कहाँ जाने र कुन अदालतले के हेर्न पाउँछ? अब क्षेत्राधिकार भनेको के हो त? सोझो भाषामा भन्दा यो भनेको कुनै पनि अदालतलाई कानुनले दिएको शक्ति, अधिकार र सीमा हो जसले कुन मुद्दा हेर्ने भनेर तोक्छ। जस्तै पारिवारिक सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतले हेर्छ भने भ्रष्टाचारको मुद्दा विशेष अदालतले। गलत अदालतमा पुग्नु भनेको त सुरुमै बाटो बिराउनु जस्तै हो। यसलाई औषधि उपचार जस्तै सोच्न सकिन्छ। जसरी पेट दुखेको बिरामी मुटुको डाक्टर कहाँ जाँदैन, ठ्याक्कै त्यसैगरी हरेक मुद्दाको लागि सही विशेषज्ञता भएको अदालतमा नै जानुपर्छ। र यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने क्षेत्राधिकार नभएको अदालतले गरेको निर्णय आफैमा अमान्य हुन्छ। मतलब वर्षौंसम्म मुद्दा लडेर जितियो भने पनि यदि अदालत नै गलत थियो भने त्यो सबै मेहनत खेर जान्छ। क्षेत्राधिकारलाई अझै बुझ्न यसका केही प्रकारहरू हेरौँ। विषयगत क्षेत्राधिकारले मुद्दाको प्रकृति हेर्छ, यो फौजदारी हो कि देवानी। भौगोलिक क्षेत्राधिकारले घटना कहाँ घट्यो भन्ने कुरामा ध्यान दिन्छ। त्यस्तै व्यक्तिगत क्षेत्राधिकारले अदालतको शक्ति कुन व्यक्ति वा संस्थामाथि लागू हुन्छ भन्ने तोक्छ भने मौलिक क्षेत्राधिकारले चाहिँ मुद्दा पहिलोपटक कहाँ दर्ता हुन्छ भन्ने निर्णय गर्छ। यो यतिमा मात्रै सीमित छैन। केही अदालतलाई त तल्लो अदालतको फैसला जाँच्ने पुनरावेदनको अधिकार हुन्छ। भ्रष्टाचार वा श्रम जस्ता विशेष मुद्दाहरू हेर्न विशेष क्षेत्राधिकार नै तोकिएको हुन्छ। अनि कुनै कानुन संविधानसँग बाँझियो कि भनेर हेर्ने न्यायिक पुनरावलोकनको शक्ति पनि अदालतसँगै हुन्छ। यसले के देखाउँछ भने हरेक मुद्दाको लागि सही ठाउँ पहिले नै तोकिएको हुन्छ। ल पहिलो ढोका पार गरियो। अब हाम्रो दोस्रो स्तम्भ अर्थात् दोस्रो ढोकामा जाउँ। हदम्याद। सही अदालत त भेटियो, तर त्यहाँ कहिलेसम्म पुगिसक्नुपर्छ त? हो, यो प्रश्नको जवाफ हदम्यादले दिन्छ। हदम्याद यो शब्द सुन्दा अलिक गाह्रो लाग्ला, तर यो भनेको सिधा टाइम लिमिट हो। कुनै पनि मुद्दा अदालतमा दायर गर्नका लागि कानुनले तोकेको निश्चित समय सीमा। जस्तै कसैले दिएको चेक बाउन्स भयो भने थाहा पाएको 1 वर्षभित्र नालिस गरिसक्नुपर्छ। त्यो समय नागेपछि उजुरी नै लाग्दैन। हो, सुन्दा अलि तितो लाग्न सक्छ, तर सत्य यही हो। न्यायको पनि एक्सपायरी डेट हुन्छ। समयमा नगए सुनवाई हुने अधिकार नै गुम्न सक्छ। एउटा कानुनी भनाइ नै छ, आफ्नो हक अधिकार प्रति चुप लागेर बस्नेलाई अदालतले पनि मद्दत गर्न सक्दैन। यसको सिधा अर्थ हो न्याय खोज्ने पहिलो जिम्मेवारी पीडित व्यक्ति स्वयंको हो, र त्यो पनि समयमै हुनु पर्यो। हदम्यादका केही नियमहरू एकदमै अटल हुन्छन्। यो कानुनले तोकेको हो, कसैले चाहेर फेर्न मिल्दैन। यदि समयसीमा नाग्यो भने मुद्दा सिधै खारेज हुन्छ, त्यसमा कुनै बहस नै हुँदैन। यसले पुरानो विवादलाई सधैँका लागि अन्त्य गरिदिन्छ र कानुनी प्रणालीमा एउटा निश्चितता ल्याउँछ। ल सही अदालतमा सही समयमा पुग्यो, तर अब प्रश्न आउँछ, मुद्दा हाल्ने व्यक्ति चाहिँ
सही हो त? हो, यहीँनिर आउँछ हाम्रो तेस्रो र अन्तिम स्तम्भ, हकदैया। हकदैया भनेको के हो भने कुनै विषयमा मुद्दा हाल्ने अधिकार कसलाई छ भन्ने कुरा हो। जोसँग त्यो विषयमा प्रत्यक्ष सरोकार छ उसैले मात्रै अदालतमा मुद्दा हाल्न पाउँछ। सोझो अर्थमा जसलाई चोट परेको हो उपचार खोज्ने अधिकार पनि उसैलाई हुन्छ। यो तुलनाले कुरा अझै प्रष्ट पार्छ। जसको कानुनी अधिकार हनन भएको छ त्यो भयो सरोकारवाला। तर बाटोमा हिँड्ने कुनै अपरिचित व्यक्ति जसलाई अवस्था मन परेन ऊ बेसरोकार हो। अन्यायको शिकार भएको व्यक्तिले मुद्दा हाल्न पाउँछ, तर घटना देखेर चित्त नबुझाउने व्यक्तिले मात्रै चाहिँ पाउँदैन। त्यसो भए यस्तो हकदैयाको सिद्धान्त किन चाहियो त? किन जो पाए त्यहीले मुद्दा हाल्न नपाउने? यसले अदालतलाई अनावश्यक मुद्दाको बाढीबाट जोगाउँछ र यसले के सुनिश्चित गर्छ भने अदालतको बहुमूल्य समय र स्रोत वास्तविक पीडितका लागि खर्च होस्, असम्बन्धित वा काल्पनिक विवादहरूमा होइन। अब अन्त्यमा यी तीनोटै सिद्धान्तहरूलाई एकसाथ जोडेर हेरौँ। यिनीहरू छुट्टा छुट्टै नियम मात्र होइनन्, बरु एउटै बलियो प्रणालीका महत्त्वपूर्ण हिस्सा हुन्। भनेपछि न्यायसम्म पुग्ने बाटोमा तीनवटा ढोका रहेछन्। पहिलो, क्षेत्राधिकारको ढोका, जहाँ सही अदालत छान्नुपर्छ। दोस्रो, हदम्यादको ढोका, जुन सही समयमा मात्र खुल्छ। र तेस्रो, हकदैयाको ढोका, जुन सही व्यक्तिले मात्र खोल्न सक्छ। यी तीनोटै पार गरेपछि मात्रै मुद्दाको वास्तविक सुनवाई सुरु हुन्छ। त्यसैले मुख्य कुरा यही हो, सही अदालतमा सही समयमा सही व्यक्तिद्वारा। यो नै न्यायको ढोका खोल्ने तीनवटा साँचो हो। आखिर आफ्नो अधिकारको रक्षा गर्ने पहिलो कदम नै ज्ञान हो। यो ज्ञानले हामी सबैलाई बलियो बनाउँछ। अब प्रश्न यो छ, के हामी तयार छौँ त?